बार्सिलोनाले रियल म्याड्रिडको घमण्डलाई च्यातेर हावामा उडाइदिएको छ। बार्सिलोनाले रियल म्याड्रिडको अहङ्कारलाई चकनाचुर पारिदिएको छ। बार्सिलोनाले एल क्लासिकोमा 3-2ले ग्यालेक्टिको घमण्ड च्यातेर हावामा उडाइदिएको छ। राफिनाले बिजुली झारे, लेवान्डोस्कीले अनुभव देखाए र अन्तिम सेकेन्डमा डियोङले म्याड्रिडका फ्यानको मुटु फुटाइदिएका छन्। उता रियल म्याड्रिड नाम ठुलो खेल सानो, स्टार खेलाडी मैदानमा, तर मानसिकताले हरायो। हाफ टाइममै फ्यानले लेखिसकेका थिए कमब्याक हुनेछ फुटबल फुल टाइममा भने, तर फुल टाइममा भने कमेन्ट बन्द, स्टाटस डिलिट, प्रोफाइल समेत साइलेन्ट राखेका थिए। हरेक हारपछि एउटै रोदन, रेफ्री दोषी, आज पनि यही कथा। तर स्कोर बोर्डले म्याड्रिडलाई नाङ्गै बनाइदियो। आजको सन्देश क्लियर छ, एल क्लासिकोमा डर छैन, दबाब छैन, किनकि बार्सिलोना आफै ब्रान्ड हो। बधाई छ बार्सिलोनालाई र बार्सिलोनाका सम्पूर्ण फ्यानहरूलाई।